सबैजनालाई नमस्ते। आजको ब्लग सुरु गर्दैछु म। अनि आजको मौसम चाहिँ यस्तो बादलहरू लागिरहेको छ। सबैतिर बादल लागेर केही देखेको छैन, सब पुरै बादलै बादल यस्तो भइरहेको छ। अनि यहाँ चाहिँ मैले लसुन अस्ति नै त्यो बजारमा गएर लसुन रोपिदिएको थिएँ, त्यो चाहिँ बुढ्चाङ भएको छ। तर अब भोलिपर्सि अलि असार नलागी उखाल्ने बेला आउँदैन होला सायद। अनि आज मम्मीले भगवानको पूजा गर्नुभएको थियो, यस्तो राम्रो देखेको छ। तुलसा मैया, तुलसा भगवानको, विष्णु भगवानको पूजा गर्नुभएको छ यहाँ यस्तरी। अनि यता चाहिँ अस्ति नै हाम्रो यो घर पुगेको थियो, माथिबाट पहिरो आएर। अनि अहिले चाहिँ यो कर्सा खोल्दैछ बहिनीले, मेरो बहिनीले कर्सा खोल्दैछ। अनि अब यहाँभित्र पानीहरू जहाँ गइरहेको थियो, अब जाँदैन होला। ड्याडी र बहिनी भएर पानी जानेर भल खोल्दै हुनुहुन्छ यहाँ। अनि यो चाहिँ मेरो भाउजूको घर हो। भाउजू सायद सर जानुभयो होला। हाम्रो यहाँ मसिना फुलहरू फुलेको थियो अस्तिसम्म टन्नै। अझै सायद बाख्राहरूले खाइदिएर होला, अलि थोरै छ। यस अलिअलि फुलेको छ। अनि यस्तो छ हाम्रो यहाँ पहिरो गएर। यता बहिनीले यसरी माटो फाल्दैछ, मलाई लाग्ला है फेरि। अनि हाम्रो यहाँ छोरी चाहिँ पाइपमा टाङमुनि हालेर अनि रेलगाडी छुक हाई बहिनी, हाई बेबी, तिम्रो मोबाइल हो त्यो हो। अनि यहाँ मम्मी चाहिँ चिया खाइरहनु भएको छ हाम्रो मम्मीले। ल भन्नुस्, म गाडी खेल्दैछु भन। म राम्री छु भन। खोइ भने हो। अहिले हाम्रो यहाँ चाहिँ गाडीहरू आइरहेछ। हाम्रो यो बाटोमा बस आइरहेछ। अनि दुधको गाडी, बस, यहाँ ढुङ्गा गाडी आइरहेको छ। हेर्नुहोस्, त्यो पुरै हुसु लागेर पारेको चौतारो पनि अलिअलि देखेको छ। तर पुरै हुसु लागेछ जस्तो भइरहेछ, केही नदेखिने भइरहेछ। अनि यो चाहिँ मैले अस्ति नै रोपेको यहाँ त्यो के अरे खरबुजाको बोट उब्रेछ। अनि यता गोदावरी फुलहरू, यो चाहिँ भिसको पात हो, अर्ग्यानिक भिसको पात। यहाँ खोर्सानीको बोट, गुरमुडाको बोट, भकटे, कर्कला के हो मैले रोपेको थिएँ, त्यो सबै उम्रिरहेछ। अनि यता चाहिँ ड्याडीले कर्सा खोल्दै हुनुहुन्छ। यो हाम्रो कर्सा एरिया हो। यहाँ अस्ति दिन पहिरो आएको थियो नि त कर्सामा पनि, अनि हो त्यही भएर यस्तो भएको छ। यो चाहिँ अघि नै हाम्रो मेरो छोराछोरी भएर यहाँ उनीहरूलाई बस्नलाई यहाँ गुन्द्री हालेर बसेको थिएँ। एकछिन खेलेँ अनि फेरि उता तलतिर गइहाल्यो उनीहरू। अनि यो चाहिँ तलतिर गाउँहरू यस्तो देखिन्छ, अलिअलि देखिन थालेछ। अहिले चाहिँ बादल हटिरहेछ अलिअलि बिस्तारै। अनि बादलहरू हटेर अनि पुरै देखिन थालेछ। अब अलिअलि गर्दै सायद घाम लाग्छ कि पनि लाग्दैन पनि थाहा छैन। तर पानी पनि आउँछ कि थाहा नै छैन। अनि यो चाहिँ बाटो पनि यस्तो भएको छ। ल अब आजको भिडियो यति नै। अब अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू फर वाचिङ।